नमस्ते। के नेपालको शिक्षा प्रणाली साँच्चै सङ्कटमा छ त? आज हामी एउटा यस्तो विचारलाई केलाउँदैछौँ जसले हाम्रो वर्तमान शिक्षाले कसरी एउटा पुरै पुस्तालाई असफल बनाउँदैछ भन्नेबारे एक शक्तिशाली तर्क प्रस्तुत गर्छ। सोच्नुहोस् त, यो केवल एउटा तथ्याङ्क मात्रै होइन, यो त एउटा चेतावनी हो। 10-12 वर्ष स्कुल पढेपछि पनि हाम्रा विद्यार्थीहरूले नेपाली र अङ्ग्रेजीको एक अनुच्छेद पनि राम्ररी पढ्न सक्दैनन् भने आखिर समस्या कहाँ होला त? यही प्रश्नले यो पूरै विश्लेषणको आधार तयार पार्छ। ल, अब हेरौँ यो सङ्कट आखिर कति गहिरो छ त। पहिलो खण्डमा हामी यही जग गुमाउँदै गरेको पुस्ताको वास्तविकतालाई अलि नजिकबाट निहाल्नेछौँ। कुरा पढाइ लेखाइको मात्रै होइन है, यो त हाम्रो समाजको जग नै हल्लिरहेको सङ्केत हो। परिवार, समुदाय अनि विद्यालय जसले बालबालिकालाई सही बाटो देखाउँथे, आज ती सबै संरचनाहरू प्रविधिको अगाडि लगभग असहाय बन्न पुगेका छन्। यो भनाइले एउटा डरलाग्दो चित्र देखाउँछ, होइन त? एकातिर जङ्क फुडले पेटलाई डस्टबिन बनाइरहेको छ, अर्कोतिर बेकारको डिजिटल कन्टेन्टले दिमागलाई। यो दोहोरो आक्रमणले बालबालिकाको शारीरिक र मानसिक विकासलाई कसरी भित्रभित्रै खोक्रो बनाइरहेको छ, यो त्यसैको एक ज्वलन्त उदाहरण हो। तर प्रश्न उठ्छ, हामी यहाँसम्म आइपुग्यौं तरी कसरी? यो पक्कै पनि रातारात भएको कुरा त होइन। अबको खण्डमा आउनुहोस् ती जराहरू खोज्ने प्रयास गरौँ जसले हाम्रो समाज र शिक्षालाई कमजोर बनाइरहेको छ। यो समस्याको कुनै एउटा मात्रै कारण छैन, बरु यो चारवटा ठूला कुराहरूको एकै पटकको असर हो। पहिलो, टेक्नोलोजीको अनियन्त्रित प्रभाव, जसले हामीलाई मान्छेभन्दा पनि मसिन जस्तो बनाइरहेको छ। दोस्रो, हाम्रो आफ्नै संस्कृति, अनुशासन र पारिवारिक मूल्य मान्यताहरू कमजोर हुँदै जानु। तेस्रो, अभिभावकहरूमाथि यति धेरै आर्थिक दबाव छ कि उनीहरूसँग छोराछोरीलाई दिने समय र ऊर्जा नै बाँकी छैन। अनि चौथो, हाम्रो भौतिक वातावरण नै यस्तो भयो कि बालबालिका बाहिर निस्केर खेल्ने, कुद्ने ठाउँ नै रहेन। यो तुलनाले त झन् छर्लङ्गै पार्छ कि पुस्ताहरूमा कति ठूलो फरक आयो। सोच्नुहोस् त, एकातिर हाम्रा काकाहरूको पुस्ता, जो बिहान 4 बजे उठ्थे, जसको जीवनमा एउटा अनुशासन थियो, परम्परा थियो, अनि अर्कोतिर आजका हाम्रा बालबालिकाहरू, जसको कुनै तालिका छैन, जीवन मोबाइलको स्क्रिनमै बितिरहेको छ। यो जीवनशैलीको मात्र परिवर्तन होइन, यो त हाम्रो पहिचान नै मेटिँदै गएको सङ्केत हो। लेखकको विचारमा प्रविधिको सबैभन्दा ठूलो खतरा भनेको यसले हाम्रो भावनालाई नै मारिदिन्छ। अनि जब मान्छेभित्रको भावना नै मर्छ, तब ऊ मान्छे कहाँ रह्यो र? ऊ त एउटा मेसिन बन्छ। र यस्तो दास बन्नु भनेको त जिउँदो लास हुनु जस्तै हो, जहाँ शरीर त छ तर आत्मा छैन। अनि यो समस्याको अर्को पाटो भनेको हाम्रो आर्थिक प्रणाली हो। अभिभावकहरू पैसा कमाउने मसिन बन्न बाध्य छन्। दिनभरको थकानपछि उनीहरूसँग नानी बाबुलाई सही बाटो देखाउने तागत नै कहाँ रहन्छ र? अनि उदेकलाग्दो कुरा के छ भने बच्चाहरूलाई भुलाउनका लागि उनीहरूले तिनै मोबाइल र ट्याब्लेटको सहारा लिनुपर्छ, जसले यो समस्यालाई झन गहिरो बनाइरहेको छ। तर के हामीसँग यो समस्याको समाधान पहिले नै थियो त? यो तर्कअनुसार थियो, तर हामीले त्यो बाटो जानी जानी छोड्यौं। ल, अब त्यही हराएको ज्ञानको बाटोमा फर्किएर हेरौँ। गुरुकुल भन्नाले आजको जस्तो किताब मात्र पढाउने स्कुल थिएन। यो त एउटा जीवन पद्धति नै थियो, जहाँ विद्यार्थीहरू 7 वर्षको उमेरदेखि 25 वर्षसम्म गुरुसँगै बस्थे र त्यहाँ उनीहरूले ज्ञान मात्र होइन, जीवन जिउने कला, अनुशासन र दर्शन सिक्थे। भन्नुको मतलब एउटा पूर्ण र सक्षम मानिस बन्न सिक्थे। प्रकृतिबाटै एउटा राम्रो उदाहरण लिन सकिन्छ। एउटा चरालाई ठ्याक्कै थाहा हुन्छ कि आफ्नो बच्चालाई कहिलेसम्म गुणमा राख्ने र कहिले उड्न छोडिदिने। तर लेखक प्रश्न गर्छन्, मानिसले यो सन्तुलन किन गुमायो? आजका अभिभावकहरू कि त आफ्ना छोराछोरीलाई यति धेरै माया र सुरक्षा दिन्छन् कि उनीहरू कमजोर बन्छन्, कि त कुनै तयारी बिना नै संसारको भिडमा एक्लै छोडिदिन्छन्। यो स्रोतले के भन्छ भने हाम्रो अहिलेको शिक्षा प्रणालीको जग नै गलत ठाउँमा छ। यो त ब्रिटिस उपनिवेशको देन हो, जसको उद्देश्य कहिले पनि स्वतन्त्र र सृजनशील मानिस बनाउनु थिएन, बरु उनीहरूलाई हस् र हुन्छ भन्ने आज्ञाकारी कर्मचारी बनाउनु थियो। र दुःखको कुरा, हामी आज पनि त्यही पुरानो भारी बोकेर हिँडिरहेका छौं। ल, यति धेरै समस्याहरूको कुरा गरिसकेपछि अब समाधानतिर लागौं। समाधान के त? यहाँ एउटा निकै रोचक प्रस्ताव छ, आधुनिक समयको लागि गुरुकुलको पुनर्जागरण।
तर होइन, यो पुरानै जमानामा फर्किने कुरा बिल्कुलै होइन। यो त हाम्रो प्राचीन ज्ञानका राम्रा कुराहरू लिने र त्यसलाई आजको आधुनिक संसारको आवश्यकतासँग जोड्ने एउटा नयाँ मोडल हो। अनि यो मोडलको सबैभन्दा चाखलाग्दो पक्ष भनेको यसको आर्थिक मोडल हो। यहाँ शिक्षाको भारी कुनै एक पक्षमा मात्र थुपिएको छैन। विद्यार्थीले आफै काम गरेर केही कमाउने, परिवारले केही सहयोग गर्ने र बाँकी राज्यले बेहोल्ने, अर्थात् शिक्षा सबैको साझा जिम्मेवारी बन्नेछ। यो आधुनिक गुरुकुलको पाठ्यक्रम खासमा 4वटा खम्बाहरूमा टिकेको छ। पहिलो, संसारभरिको नयाँ ज्ञान सिक्ने। दोस्रो, आफ्नै देशको सिप र संस्कृतिलाई पनि नभुल्ने। तेस्रो, आफूले सिकेको सिपलाई काममा लगाएर आत्मनिर्भर बन्ने। र चौथो, प्रविधिलाई मालिक बन्न दिने होइन, त्यसको सही र सन्तुलित प्रयोग गर्न सिक्ने। यी 4वटै कुरा मिलेपछि मात्रै एउटा पूर्ण मानिस बन्छ। भनेपछि यसको अन्तिम लक्ष्य भनेको जागिर खाने दक्ष कामदार वा भावना नभएको जिउँदो लास बनाउनु होइन। यसको लक्ष्य त यस्तो मानिस तयार गर्नु हो जो प्रकृति, आफ्नो संस्कृति र सबैभन्दा महत्त्वपूर्ण आफैसँग जोडिएको होस्। जुन भावनात्मक र आध्यात्मिक पाटो आजको शिक्षामा हराएको छ, त्यसलाई फिर्ता ल्याउने प्रयास हो यो। यो मोडलले हाम्रो अहिलेको शिक्षा प्रणालीलाई सिधै चुनौती दिन्छ, किनभने लेखकको तर्कअनुसार अहिलेको 35-40 मिनटको कक्षाले विद्यार्थीलाई आधा अधुरो मात्र बनाउँछ। कुनै पनि सिपमा पुख्त हुनको लागि चाहिने गहिरो अभ्यास नै हुँदैन। गुरुकुल मोडलले यही समस्यालाई समाधान गर्ने लक्ष्य राख्छ। र अन्त्यमा यो सम्पूर्ण विश्लेषण एउटा शक्तिशाली प्रश्नमा आएर टुङ्गिन्छ, जुन हामी सबैका लागि हो। मैले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? यदि हामीले, हाम्रो पुस्ताले यो जिम्मेवारी उठाएनौँ भने कसले उठाउने? र यदि आजैबाट सुरु गरेनौँ भने कहिले गर्ने? सायद हाम्रो शिक्षाको भविष्य यही प्रश्नको उत्तरमा लुकेको छ।